नमस्ते। सर्जिकल एन्ड्रोलोजी, सेक्सुअल मेडिसिन र मेल इन्फर्टिलिटी जस्तो स्पेसलाइजेसन चाहिँ हाम्रो नेपाल जस्तो कन्ट्रीमा राम्ररी डेभलप हुन नसक्नुको मुख्य कारणको बारेमा अलिकति म थोरै छलफल गर्छु आज। यो स्पेसलाइजेसनले एड्रेस गर्ने जुन रोगहरू हुन्छ नि, त्यो रोगहरूको बारेमा चाहिँ पुरुष यो देखिने भनेको समस्या भनेको पुरुषमा हो, मेन्स हेल्थ हो यो खासमा। र यो रोगको बारेमा पुरुषहरू चाहिँ खुलेर बोल्न रुचाउँदैनन्। हाम्रो सोसाइटीमा जुन सोसाइटीबाट हामी बिलोङ गर्छौँ त्यहाँ चाहिँ यो सबै रोगहरू चाहिँ पुरुषको स्वास्थ्य समस्यासँग रिलेटेड भएको हुनाले उहाँहरू चाहिँ आफ्नो यौन सम्पर्कमा हुने कमी कमजोरी, लिङ्ग उत्तेजनामा हुने कमी कमजोरीको बारेमा खुलेर कुरा गर्दैनन्। न आफ्नो सोसाइटीमा कुरा, न फ्यामिलीमा कुरा गर्छन्, न सोसाइटीमा कुरा गर्छन्, न इभन आफ्नो पार्टनरसँग कुरा गर्दछन्। यो कुराहरू नगरिसकेपछि फाइनली उनीहरू डाक्टरकोमा पनि पुग्दैनन्। अर्को पार्ट भनेको चाहिँ मेल इन्फर्टिलिटी र जुन बाँझोपनको समस्या छ। हामी जुन सोसाइटीमा बिलोङ गर्छौँ, एउटा दम्पति जसमा यदि बच्चा केही वर्षको प्रयासपछि यदि बच्चा हुन सकेन भने महिला पार्टनरले चाहिँ दोषी ठानिने हाम्रो सोसाइटी हो। महिलामा मात्र समस्या छ, त्यसले गर्दाखेरि पछि अर्को बहुविवाहहरू गर्ने, अर्को बिहे गर्ने जस्तो ट्रेन्ड्सहरू पनि देखिन्छन्। देखेको पनि छौँ हामी सोसाइटीमा धेरै। कति केसेसहरूमा चाहिँ अबाउट मोर देन 50% केसेसहरूमा त पुरुषमा मात्रै पनि समस्या हुन्छ, जुन पुरुषले एक्सेप्ट गर्दैन, ऊ मान्न चाहँदैन कि उसमा समस्या छ भनेर, र उसमा आफूले मान्न नचाहेको खण्डमा ऊ डाक्टर खोज्न किन जाने। सो बोथ आइदर एउटा पुरुषलाई सेक्सुअल रिलेटेड समस्या होस् अथवा बाँझोपन रिलेटेड समस्या होस्, दुईटै कन्डिसनमा पुरुष खुलेर बोल्न चाहँदैनन्, लुकाएर बस्न चाहन्छन्, अगाडि बढ्न खोज्दैनन्, उपचारको लागि अगाडि बढ्न खोज्दैनन्। उपचारको लागि अगाडि नबढेपछि मार्केटमा पेसेन्ट्सहरू त्यतिकै देखिने भएन, र पेसेन्ट्सहरू नै मार्केटमा नदेखिएपछि त्यो किसिमको डाक्टर कहाँबाट आउने त। तसर्थ यदि लिङ्ग उत्तेजनामा समस्या छ, बाँझोपनको समस्या छ भने पुरुषमा पनि समस्या हुन सक्छ। यसको खोजी गर्न पर्दछ र यसको चाहिँ प्रोपर उपचार पनि हुनुपर्दछ। हस्त, धन्यवाद।